वेलकम ब्याक अल अफ यु। आज धेरै दिनपछि बल्ल फुर्सद पायौँ। र लङ ट्राभल गइरहेको चाहिँ एभर्टिन जाने बाटोमा त्यो हाम्रो तराईतिरको पुरै भ्यू हुन्छ नि, हो त्यस्तै भ्यू देखिरहेछ कि। अनि त्यो हाम्रोतिरको आफ्नै बास्ना हुन्छ नि, के भन्छ त्यो फरेस्टहरूको अनि खेतहरूको सेम बास्ना आइरहेछ कि। अनि कस्तो मिसिङ भइरहेछ आफ्नो घर। ओहो, आज म चाहिँ एभर्टिन गइरहेछौँ किनभने मेरो बिआरपी लस्ट भयो अनि बायोमेट्रिक दिनुपर्ने रहेछ। सो नजिकमा छिटोमा पाएन अनि चाँडो जानु पर्यो। अनि हामी एभर्टिन गइरहेछौँ। हाम्रो बस्ने ठाउँबाट करिब 4 घन्टा टाढा रहेछ। अनि हामी ट्रेनमा बस्यौँ। स्टार्टिङको ब्लग देखाउन पाइनँ किनभने हतारमा उठ्यो नि, हिँड्नु पऱ्यो कि, त्यही भएर ठिक्क बसेर 4 घन्टाको बाटोमा गफ हान्दै जाऊँ भनेर। कस्तो सिपहरू छ, कति धेरै सिपहरू हुँदा ओहो वाउ लाग्छ। कस्तो चाराहरू अनि हरियो हरियो खेतहरू। ओहो, जहाँ पनि हरियो हुने कि हाम्रोतिर यस्तो हुन्छ। अब त्यो खाली ठाउँ भयो नि, त्यो के हरियो हुँदैन नि त। कुनै बेला त्यो सुकेको पातहरू, त्यो पर्तीहरू जस्तो हुन्छ नि त। तर यहाँ चाहिँ जस्तो पर्ती भयो नि, तिनीहरूले हरियो बनाएर राख्छ कि, के भन्छ अब कोडेर होला, अब के खनेर होला, के गरेर होला, तर हरियो बनाएर राख्छ कि। चारैतिर अब खाली भएको ठाउँ कि हरियो मात्रै देख्छ। नर्मल त्यस्तो सुकेको बनजात त्यस्तो सुकेको जस्तो केही देखिँदैन, पुरै हरियो हरियो हुन्छ। अनि क्यामेरामा त त्यति मजाले देखाउन पाइरहेको छैन, तर कस्तो ब्युटिफुल भ्यू छ कि। कस्तो सबै आफ्नो देशको, आफ्नो घरको, आफ्नो गल्ली कुची सबै याद आइरहेछ कि। अहिले चाहिँ त्यो डन्टी स्टेसनमा रोकिरहेछ ट्रेन। र कलकत्ताको फिलिङ्स आयो। हामी आउने बेलामा चाहिँ ढिलो भएको थियो अनि भिसा चाहिँ एक दिनको सुपर प्रायोरिटी भिसा लाउनु परेको थियो। अनि हामी कोलकाता गएको थियौँ कि ठ्याक्कै यस्तै सिचुएसन थियो। छिटो नै चाहिने हो, टाइम पनि थिएन। अनि 2-4 दिनपछि बोल्न पाइरहेको थियो उता दिल्लीको, त्यही भएर दिल्ली गएनौँ हामी। अनि छिटो कहाँ डेट रहेछ अनि कोलकाताको देख्दा हामी कोलकाता जाऊँ भनेर हामी प्लान गऱ्यौँ। अनि कोलकाता गयौँ। अनि त्यहीँ ठ्याक्क त्यो ट्रेन स्टेसन कि, ट्रेन स्टेसन कोलकाता जाने बेलाको ठ्याक्क याद आयो कि यस्तै रसमा हामी कुदाएको थियौँ बायोमेट्रिक दिनलाई कोलकातामा पनि। त्यस्तै सेम रस त्यो भइरहेछ कि अहिले पनि हामीलाई हतार कुद्नु परिरहेछ। सो जिन्दगीमा यो टाइमहरू पनि, भोगेको टाइमहरू पनि रिपिट हुनेछ, रिपिट हुनै गर्छ। यहाँ चाहिँ डन्डी लेखेको रहेछ, हेर्नुहोस् कस्तो मजाले। डन्डी स्कट रोयल टु मच एक्सपेन्सिभ गाइज। कहिले ट्रेनमा ट्राभलिङ नगर्नु, कहिले पनि नगर्नु, किनभने यति एक्सपेन्सिभ छ कि। ओ माई गुडनेस, डोन्ट लेट। बरु कार किन्नु अनि कारमा दुनियाँभर घुम्नु। त्यही भएर नेपालबाट आउँदाखेरि हामीले कारको लाइसेन्स लिनुपर्छ। र अहिले हाम्रो ट्रेन स्टार्ट भइसक्यो। अब ट्रेन स्टेसनलाई बाई भन्दै हामी अर्को ट्रेन स्टेसनमा अब जानेछौँ। र यहाँ त्यो भित्र आउँदाखेरि कस्तो ब्लग देखाउँछ कि, अन्त आफ्नो फेस आफै देख्ने कि। यहाँ हेर्नुहोस्, अब बाहिर उज्यालो भयो कस्तो कि पुरै वालहरू पनि सेम देखिने। त्यो उता कोलकातामा त्यस्तै वालहरू अलिकति खरको कालो कालो जङ्गली परेको त्यस्तो देखिरहेछ कि बाहिर। यो समुद्रको साइडमा धेरै मान्छे नआएर पनि होला, हुनसक्छ। तर चाहिँ कस्तो सेम रिपिट भइरहेछ।
चाहिँ अहिले बुक पढ्दा टाइम देख्दा ओहो यति ढिलो भइसक्यो अनि त्यसपछि यता पोर्ट लेटेन भिलेजसम्म पुगिसक्यौँ र अब 1 बजे बाँकी छ त्यसपछि हामी पुग्छौँ अनि र हाम्रो बायोमेट्रिकको टाइम चाहिँ करिब 2-3 घण्टा पछि रहेछ सो तबसम्म हामी नजिकमै समुद्र साइडमै यो ट्रेन हामी जहाँ ओर्लिने हो समुद्र साइडमा हामी अझै भिजिट गर्ने प्रयास गर्छौँ साइडमा पनि समुद्र साइडमा पनि कीप ट्युन्ड सिपको खोरो यो गाई पनि रहेछ आफ्नै फोटो आफ्नै मोबाइलमा आफैले हेरेको हेर्नु त सही भयो हेर्छ समुद्र यहाँ त गेम खेल्ने ठाउँ पनि रहेछ हौ स्विमिङ पुल ओ वाउ मुभी हल पनि रहेछ मुभी ए सिनेमा हल अहिले चाहिँ एबरडिनको ट्रेन स्टेसन पुगिसक्यौँ र यहाँ ठुलो मार्केट रहेछ र अहिले चाहिँ अलिकति घुम्छौँ यहाँ अब हेरौँ कहाँ घुम्ने हो किनभने अब झन्डै 3 घन्टा टाइम रहेछ अब 3 घन्टा चाँडै गएर केही छैन त्यही भएर अलिक घुम्दै घुमघाम गर्दै एबरडिनको यो समुद्रको ठुलो जहाज हुन्छ नि त्यो ठुलो जहाज रहेछ अनि एक्चुअली म रेलमा नजिकबाट कहिले हेरेको थिइनँ सधैँ चाहिँ मुभीहरूमा हेर्थ्यौँ अनि नजिकबाट हेर्दा कत्रो ठुलो पो हुँदो रहेछ अनि समुद्रको साइडमा जान लाग्यो कति धेरै कि यहाँ जहाज स्टेसन भएर होला कत्रो ठुलो हेर्नु न आकाश छुने जस्तो मान्छेहरू है एबरडिन आइपुग्यौँ यहाँ बर्गर किङ भनेर एउटा ठुलो रहेछ रेस्टुरेन्ट चाहिँ हामी यहाँबाट उता जानुपर्ने हो है खुट्टा दुखेर कटकट भएको छ बर्गर किङ भनेर एउटा रेस्टुरेन्ट रहेछ मान्छेहरू राम्रो ठाउँ रहेछ आई लाइक दिस समुद्रको तट आइपुग्यौँ अब हामी
समुद्रको तट आइपुग्यौं साथै एकैछिन है साथी हेर्नुस् कस्तो खतरा समुद्र रहेछ बस्ने ठाउँ पनि रहेछ अनि के भन्छ यसो हेर्नु यहाँ पानीको जहाजहरू टाढा टाढा रहेछ अघि म नजिकबाट हेराइसकेँ सो हेर्न सक्नुहुन्छ वेट लस गर्नको लागि मान्छेले कुद्नु पर्दो रहेछ आफ्नो भिडियो पर्दैन ठिकै रहेछ नभए कुद्नु पर्छ कि अब यस्तो स्लोपबाट हिँड्दै कसरी स्लोपमा हिँड्नु घुटुङ कुटुङ कुदाउँछ त वाउ अमेजिङ भ्यू Wow, 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 wow. Mommy, Daddy. प्रेम कहानी देखो ले आए कहाँ बाय भिडियो बनाएर हिँड्नु त्यस्तो खतरा भिडियो थियो अहिले भरिया भइरहेछ हिरोनी भरिया हिरोनी म चढ्छु मेरो काम भयो बाई बाई एभ्रिथिङ आज हाम्रो काम ठ्याक्क 2:30 भइसक्यो अनि 2:30 मेरो ट्रेन थियो अनि छिटो बायोमेट्रिक स्क्यान दिएर कुदिहालेँ हतार अनि अहिले अब एबिटिङबाट ग्लासगो गइरहेछौँ लास्ट टाढा रहेछ 4 घण्टा ट्रेनमा ओ माई गुडनेस